आज चाहिँ म आएको छु मच्चेगाउँ डाँडा। ठाउँ चाहिँ राम्रो छ तर बाटो चाहिँ राम्रो छ, एकदम राम्रो छ, आनन्दको छ, पिसफुल ठाउँ छ। कोही आउनु चाहनुहुन्छ भने आउँदा हुन्छ। चन्द्रगिरीको मच्चेगाउँ है, फेरि अर्को त्यो किर्तिपुरको होइन, चन्द्रगिरीको है। हामी चाहिँ लाइक आधी बाटो जस्तो आइसकेका छौँ होइन। अनि आज चाहिँ म फेरि एक्लै होइन है, पुरै टिमसँगै छु म। अब आयो उज्यालो न, पुरै टिमसँगै छु म आज चाहिँ। हेलो हेलो, होला होला म्याम, स्पेनिसमा केही भनिदिनु त। खोइ कहाँ छ? यहाँ छु। Hola, buenas tardes a todos. Aquí estamos visitando en Mochegao. मेरो स्पेनिसको मान्छेहरूले Somos 8 personas, 8 estudiantes. Estamos muy felices, divirtiendo bien. Adiós. ल Namaskar. नमस्ते। ल तपाईँ पनि केही भनिदिनु त ल। म केही भन्न चाहदिनँ। हो ल है, हामी चाहिँ टपमा आइसक्यो होइन। यो मच्चेगाउँको यस्तो चिसो छ नि, आनन्द छ ठाउँ चाहिँ। लाइक अब यहाँ एउटा भ्यू पोइन्ट पनि बनिँदै रहेछ जस्तो छ होइन। भ्यू पोइन्ट बनिँदैछ जस्तो छ। यो चाहिँ के होमस्टे हो कि के हो खोइ थाहा भएन। मेरो पछाडि एउटा भ्यू पोइन्ट देख्न सक्नुहुन्छ होइन। भ्यू पोइन्ट पनि बनिँदैछ। यो चाहिँ होमस्टे हो कि यहीँ बस्ने हो त्यो चाहिँ थाहा भएन। तर लाइक लोकेसन चाहिँ कस्तो सिरिरिरिरि हावा चलिरहेछ। अनि कोही आउनुहुन्छ भने तपाईँ लाइक तलबाट हाइकिङ गर्दाखेरि म्याक्सिमम् आधी घन्टा हिँड्नुभयो भने तपाईँ यहाँ आइपुग्न सक्नुहुन्छ क्या। छोटो छ, राम्रो छ ठाउँ चाहिँ। त्यस्तो धेरै मान्छेहरूलाई थाहा नभएर पनि होला, भिडभाड पनि छैन, शनिबारको दिन पनि। सो जे होस्, आउनु चाहिँ लागेको छ, राम्रो छ। अनि यहाँबाट काठमाडौँको भ्यू चाहिँ फेरि बबाल देख्छ क्या। त्यो अहिले म देखाउँछु है एकछिनबाट। माथि टपमा चाहिँ है, टपबाट चाहिँ काठमाडौँको यस्तो बबाल भ्यू देख्छ नि। यस्तो दा मेरो क्यामेरा चाहिँ राम्रो नभएर होला, मेबी राम्रो देखेको छैन, तर माई गड अनएक्सपेक्टेड देख्छ क्या। अनएक्सपेक्टेड अझ यो बनिसकेपछि त वान अफ द ग्रेट लोकेसन सर्ट हाइकमा वान अफ द बेस्ट लोकेसन भन्छ क्या यो चाहिँ हाइकिङको लागि। सर्ट लोकेसन छ, लाइक तपाईँले हाइकिङ स्टार्ट गरेको 30 मिनट्समै कम्प्लिट गर्नु सक्नुहुन्छ। अनि त्यहाँबाट 30 मिनटमै कम्प्लिट गर्नु सक्नुहुन्छ। अनि यहाँ माथि आइपुगेपछि चाहिँ काठमाडौँ ओ माई गडै देख्छ क्या, बबाल देख्छ। के अरे यो यहाँबाट चाहिँ काठमाडौँको भ्यू यस्तो देख्छ क्या। र यो मेरो ब्याक क्यामेरा राम्रो नभएर यस्तो मजाले देखाएको छैन, तर बबाल छ क्या।